एज अ क्यान्डिडेट हुन्छ तर एज अ तपाईको चाहिँ हैन अब भनेपछि अब बालेन्द्र माया बस्यो हैन उपसभामुखलाई लगाउँ के रे उलाई यता सर अलिकति ल हाम्रो कार्यकर्ता छ यहाँ हो यहाँ यता यो यहाँ आउनुहोस् यहाँ अब दार्चुला जाँदै हुनुहुन्छ मान्यज्यू दार्चुला दार्चुला जाँदै हुनुहुन्छ दार्चुला कहिले जानुहुन्छ धेरै दुःख रहेछ है त्यता त दुःख छ म त रोएर आएको त्यो दुःख रोएर आउनुभयो रोएर आएको बालनजीले तपाईँको माया प्रेम बढ्ने भयो माया 3 करोड नेपालीसँग के अरे माया छ होइन हजुरले सोध्नु भएको थियो नि अब आजबाट स्ट्याटस हाल्ने कि नहाल्ने मान्यज्यू हाल्नुहुन्छ स्टेटस त आउँछ खबरदारी त हामी रहिरहन्छौँ नि हाम्रो भूमिका त तपाईँ निकै हर्षित भएर आउनु भएको छ कि तपाईँ अब सत्तापक्ष हो मान्यज्यू होइन नि कहाँ त्यस्तो उपसभामुखको भन्दा रुनु पर्ने सत्तापक्ष भन्दा हाँस्नु पर्ने हुँदैन त्यो उपसभामुखको भूमिका अब कस्तो रहन्छ अब हजुर उपसभामुखको भूमिका कस्तो रहन्छ त्यो एकदम न्युट्रल भूमिका रहन्छ उहाँ पार्टीको मेम्बर रहनु भएन आजदेखि तपाईँहरूले चाहिँ राजा पृथ्वीनारायण शाहको डिक्लेरेसन मान्नु भएन भन्नुभएको त्यो चिज होइन हामी सबै मानिरहेको